यसका प्रतिनिधि बालिकाहरूले जुन विचार उत्तेजक कुराहरू यहाँ राख्नु भएको छ त्यो हामीलाई प्रेरणा भएको छ। चामुण्डा बिन्द्रा सैनी दुईटा प्रसिद्ध देवीहरूको नामबाट नामाकरण भएको छ, चामुण्डा र बिन्द्रा सैनी। मलाई सेभ द चिल्ड्रन को कन्ट्री कोअर्डिनेटर अहिले भर्खरै आउनु भएको छ, तारा छेत्रीजी र उहाँको टिम। उहाँका कुरा सुन्ने मलाई इच्छा थियो, तर अलिकति प्राविधिक समस्याले गर्दा उहाँको विचारबाट वञ्चित भएर जाने भयो। यसका विकास साझेदार संस्थाहरू जो छन्, सेभ द चिल्ड्रन प्रमुख संस्थाको रूपमा छ, त्यस्तै अन्य साझेदार संस्थाहरू छन्, सोसेक नेपाल, र अन्य जो संस्थाहरू यसमा जोडिएका छन् उहाँहरूको योगदानको म प्रशंसा गर्न चाहन्छु। हामीले गर्न नसकेका कामहरू पनि उहाँहरूले गर्नुहुन्छ, यसका लागि त हामी आभारी नै छौँ। चामुण्डा बिन्द्रा सैनीमा यहाँको विकासका विषयमा, यहाँको काम गर्ने तरिकाका विषयमा, हामीले के गरिरहेका छौँ, कसरी जानुपर्छ भन्ने विषयमा हाम्रो नगर प्रमुखज्यूले सविस्तार आफ्ना कुराहरू राख्नु भएको छ। एकदमै राम्रो तरिकाले मैले त्यसबाट पनि सिक्ने अवसर पाएको छु। चामुण्डा बिन्द्रा सैनीको जनसङ्ख्या भनेको 26,559। त्यसमा पुरुषहरूको संख्या 13,021 छ भने महिलाहरूको संख्या 13,538 छ। यो घोषणा पत्रमा 11,680 बालिकाहरूको संख्या दिएको छ र मैले उल्लेख गरेको महिलाहरूको जो संख्या छ त्यो संख्यासँग म्याच गर्दा ठुलो डिफरेन्स हुन्छ। यसलाई हेर्नुपर्छ जस्तो मलाई लाग्छ। बाल विवाहका कुराहरू आए, तपाईहरूको गाउँ यो नगरपालिकामा 21% बाल विवाहको तथ्याङ्क देखिन्छ, जो यसमा उल्लेख छ। 21% भनेको 100वटा विवाह हुँदा 21 जना बाल विवाह गर्छ। चुनौती त छ नि। सम्पूर्ण राज्यले आएको छ, संविधानले निर्देश गरेको छ, कानुनहरू बनेका छन्। सेभ द चिल्ड्रन जस्ता संस्थाहरू यसमा कटिबद्ध भएर लागेको अवस्था छ, तापनि हामी 21% बाल विवाह गर्न अझै गरिरहेको अवस्था छ। आज जुन हिसाबले हाम्रो नानीहरूले आफ्ना कुराहरू यहाँ राख्नुभयो, तपाईहरूले राखेका कुराहरूले स्थान पाउनको लागि धेरै मेहनतको आवश्यकता छ। तपाईहरूले आफ्नो भनाइमा सुदूरपश्चिम र कर्णाली प्रदेश, छाउपडी तपाईहरूले प्रथा भन्नुभएको छ। तपाईहरूले यो घोषणा पत्र सच्याउनु पर्छ। यो प्रथा होइन, यो कुप्रथा हो। प्रथामा राम्रा कुराहरू हुन्छन्, राम्रा कुराहरूको प्रतिशत धेरै हुन्छ, तर यसमा त राम्रो कुरो भन्ने एउटा पनि छैन। न यो विज्ञानको हिसाबले सही छ, न यो सामाजिक हिसाबले सही छ, न यो मानवताको हिसाबले सही छ। कुनै मानेमा पनि यो सही छैन। त्यसकारण
यो प्रथा हुनै सक्दैन, यो कुप्रथा हो। हाम्रो समाजमा यस्ता धेरै प्रथा कुप्रथाहरू छन्। आज मानिस भएर जन्मिएका मान्छेहरू मानिसबाट नै अपहेलित छन्। हामीले पालेको कुकुरलाई हामी घरभित्र जान दिन्छौँ, उसलाई स्थान दिन्छौँ, माया गर्छौँ, तर हाम्रो शरीरमा जुन प्रकारको जुन ग्रुपको रगत भएर मानिस भएर जन्मेको छ उसलाई दलित भनेर छुछ्यौ दूर दूर गर्छौँ हामीहरू। यस्ता प्रथाहरूका विषयमा हामीले धेरै पहिलेदेखि सङ्घर्ष गर्यौं। अहिले पनि यो समाजमा तपाईहरुले भनिहाल्नुभयो, चुनौती दिनुभएको छ। हरेक यहाँ सहभागी सदस्य जसले यहाँ प्रतिबद्धता जाहेर गरेको छ, तपाई आफ्नो घरबाट सङ्घर्ष सुरु गर्नुस् भनेर नानीहरूले भने। हाम्रा घरमा पनि यहाँ उल्लेख भएका कुराहरू जीवन्त छन्। के कर्णाली प्रदेश र सुदूर पश्चिमका देउता मात्रै देउता हुन्? अरू ठाउँका देउता होइनन्? यहाँका देउता मात्रै बलवान छन्? अन्य प्रदेशहरूमा हामीले सुन्दा जुन किसिमको यस किसिमको विकृति जो समाजमा छ, अरू ठाउँमा हाम्रो तुलनामा छैन भन्दा पनि हुन्छ। मानिस त सबै संसारका मानिसै हुन् नि। उनीहरू पनि भगवानलाई मान्छन्, उनीहरू पनि पूजा गर्छन्। मूर्ति पूजा गर्ने धेरै छन्। तपाई थाइल्यान्डमा जानुभयो भने एकदमै पूजा गरेको भेटाउनुहुन्छ। इन्डोनेसियामा जानुस्, त्यहाँ पूजा गरेको भेटिन्छ। हाम्रो छिमेकी राष्ट्र भारतमै हेर्नुस्, त्यहाँ कुप्रथा छैनन् भन्ने होइन, प्रशस्त छन्। तर यस्तो किसिमका कुराहरू हामी पाउँदैनौं। उनीहरू पनि पूजा गर्छन्, उनीहरू पनि भगवानको आराधना गर्छन्, सबै गर्छन्। तर यस किसिमको कुप्रथा हामी कहाँ छ, यो हाम्रा लागि सबभन्दा चुनौतीको विषय हो। यस नगरपालिकाले यस किसिमको सम्मेलन गरेर जुन कुराहरू यहाँ राख्ने र सुन्ने अवसर मिल्यो, यो अत्यन्त महत्त्वपूर्ण छ। म यसमा थप्न के चाहन्छु भनेर भन्दा, विशेष गरिकन हाम्रा नानीहरू, तपाईहरु सचेत हुनुहुन्छ, तपाईहरुले बुझ्नु भएको छ कुरा। भावुक भएर होइन, चुनौतीका साथ हरेक टोलमा यस किसिमका नृत्य, यस किसिमका गीत, यस किसिमका कविता, यस किसिमका नाच, यस किसिमका व्यवहार हामीले गर्न पर्ने आवश्यकता छ। समाज विभिन्न विचारले यसरी जकडिएको हुन्छ, त्यसका जन्जिरहरूलाई सजिलै तोड्न सकिन्न। बडा व्यवस्थित रूपमा यस्ता किसिमका नचाहिने कुराहरू पनि समाजमा विद्यमान हुन्छन्। ती कुराहरूलाई चिरेर फाल्नको निम्ति धेरै ठूलो मेहनतको आवश्यकता हुन्छ। म पार्टीमा लागेर काम गरिरहेको 51 वर्ष भयो। डे 1 देखि म यस्ता किसिमका कुप्रथाहरूको विरुद्धमा लागेको मान्छे हुँ। तर मैले मेरै घरमा पनि सफलता 100% हासिल गरेको अवस्था छैन। त्यसैले सोशल रेभोल्युसन सजिलैसँग हुन्न। सामाजिक क्रान्ति जो हुन्छ त्यो सजिलैसँग हुन्न, धेरै मेहनतको आवश्यकता पर्छ। त्यसकारण हिजोभन्दा आज राम्रो छ। हिजोभन्दा आज केही सुधारिएका कुराहरू भेटिन्छन्। एउटा मान्नुस्, कुनै देउताको धामी छ, उस धामीलाई धामी भन्छन् भने धामीको श्रीमतीलाई धमेनी भन्छन्। धामी त देउताको धामी नै भइहाल्यो।
उसले छाउपडी कुसंस्कारको विरुद्ध जान सक्दैनौ। यस्तो किसिमको साइकोलोजी तयार भए हुन्छ उसको शरीरमा। केही भइहाल्यो भने पनि केही कुराहरू संकेतहरू देखिन्छन्, अथवा ऊ काँप्न थाल्छ, अथवा बिरामी हुन्छ, अथवा टाउको दुखे बन्ला। यस किसिमका कुराहरू उसले गरेको अवस्था छ। त्यसको साथसाथै उहाँको जीवन सङ्गिनीलाई पनि केही न केही हुन्छ। यो साइकोलोजी हो, मनोविज्ञान हो। यो साइकोलोजिकल्ली उसको शरीरमा कुनै न कुनै किसिमको केही कुराहरू हुन्छन्, देउताले होइन। यो मस्तिष्कको काम हो। मेरो बुवा पनि धामी हुनुहुन्थ्यो। धामीको छोरो धामी हुन्छ, राजाको छोरो राजा हुन्छ भन्ने चलन त थियो। मेरो गाउँका सबै धामीहरू, धामीको पनि चुनाव हुँदो रहेछ। सबै धामीहरूले मलाई चाहिँ देउता निकाल्नको लागि धेरै कोसिस गरे। यति कोसिस गरे, मैले पनि च्यालेन्ज गरेँ, तिमीहरूले मलाई बौल्याउन सक्यौ भने ल म धामी हुने। मैं चुनौती दिएँ मैले, तर म त्यो ठाउँतिर जान परेन, कसैले सकेन। किन भनेर भन्दा मेरो शरीर यसरी तयार थियो, मेरो मस्तिष्क यसरी तयार थियो। यो साइकोलोजिकल्ली हुने कुरा हो। यसबाट म भ्रमित हुनुहुन्न भन्ने भो मलाई आएन। जसलाई देखेर रहर लाग्छ उसलाई आउँछ। अब नानीहरूले के सोध्न पर्यो भने कुनै धामीको श्रीमती अथवा छाउपडी नछुने भएर छुन हुन्न, घरभित्र बस्न हुन्न भनेर चाहिने भन्ने त्यो स्वयं भयो भने के गर्ने? विज्ञान हो। सबैको शरीर त एउटै किसिमको हुन्छ, त्यसले त प्रभाव दिन्छ भने ऊ स्वयं पनि गोठमा बस्नुपर्ने त हुन्छ नि हाम्रो भाषामा। त्यस कारणले यो जुन किसिमको तौर तरिकाहरू छन् नि, तौर तरिकाहरूलाई हामीले सामाजिक हिसाबमा परिवर्तन ल्याउनको लागि धेरै मेहनतको आवश्यकता छ। एकदम सुदृढ ढङ्गले हामीले यी कुराहरूलाई गर्नुपर्छ। समाज, मैले अघि भने, समाजमा यस्ता किसिमका कुराहरू, यसरी हुनै नपर्ने कुराहरू यसरी व्यवस्थित भएर आएका हुन्छन् कि हामी एकैचोटि चुडेर फ्याँक्न सक्दैनौँ। त्यस कारणले क्रमिक रूपमा यिनीहरूका विरुद्ध हामीले आवाज दिँदै जानुपर्छ र एक पछि एक, एकबाट दुई, दुईबाट चार, यो सोसियल रेभोल्युसन भनेको सामाजिक क्रान्ति यसरी हुन्छ। यो विचार जो तपाईहरुले ल्याउनु भएको छ, जो जमर्को गर्नु भएको छ, यसमा संलग्न सम्पूर्णलाई म कर्णाली प्रदेशको सरकारको मन्त्रीको हैसियतले सरकारको तर्फबाट नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईहरुप्रति आभार प्रकट गर्न चाहन्छु। हामीले नसकेका कुरा तपाईहरुले यसरी ल्याइदिनु भएको छ, एकदमै राम्रो छ। मैले हेरे यस्ता सभा समारोहमा धेरै जाने अवसर मिल्छ हामीहरूलाई, तर यति अनुशासित, यति प्रतिबद्ध, यति एकाग्र र विषय वस्तुमा केन्द्रित भएका सभाहरू मैले कमै देखेको छु अहिले। किन भनेर भन्दा अहिले मानिसहरूमा उच्छृङ्खलता छ। उच्छृङ्खलताले एक ठाउँमा बस्नु दिएको छैन, मान्छेलाई अनुशासित हुन दिएको छैन। जानेको, बुझेको, पढेको, लेखेको भए पनि हामी कता कता दिग्भ्रमित छौँ। तर यो सभा यसरी व्यवस्थित रूपमा, अनुशासित रूपमा यति 4-4 घण्टासम्म यहाँ बसेर हामी विचार विमर्श गरिरहेछौँ, एकाग्र भएर सुनाइरहेछौँ। यो एकदमै विरलै हुने कार्यक्रमहरू हुन्। यसका लागि नगरपालिका धन्यवादको पात्र छ, सेभ द चिल्ड्रन धन्यवादको पात्र छ, सोसेक नेपाल धन्यवादको पात्र छ।
र सम्पूर्ण यहाँ तपाईहरु बुजुर्ग जो साथीहरु हुनुहुन्छ तपाईहरु एकदमै धन्यवादको पात्र हुनुहुन्छ। यसको म प्रशंसा गर्न चाहन्छु। अब रह्यो अलिकति कुराहरु पनि उठे यहाँ सबै साथीहरुको यसमा समावेशिता भइदिएको भए समावेश भए धेरै राम्रो हुन्थ्यो भन्ने कुराहरु भयो। त्यो वास्तवमै हो। यो नगरपालिका को जुन बडी छ त्यो यहाँको सरकार हो। यस्तै किसिमले अन्य पालिकाको पनि त्यहाँको त्यो बडी त्यहाँको सरकार हो। अहिलेको संविधानको सबभन्दा राम्रो कुनै स्वरूप छ भने राम्रो कुरा छ भने स्थानीय तह सबभन्दा राम्रो हो। स्थानीय तह जागरुक भयो भने स्थानीय तह व्यवस्थित भयो भने स्थानीय तहले निस्वार्थ भएर जनतालाई माथि उठाउँछु भन्यो भने धेरै कुराहरू व्यवस्थित भएर अगाडि जान सक्छन्। त्यस कारणले नै अधिकार सम्पन्न साधन स्रोत सम्पन्न बनाइएको हो। म एउटा सरकारको प्रतिनिधि हुँ। अर्को सरकारको कुरा गरिरहँदाखेरि हामी प्रदेश सरकार यो स्थानीय तहको सरकारलाई कुनै डिक्टेट गर्न मिल्दैन। हामी गर्दैनौँ। सहकार्य चाहिँ हुन्छ, समन्वय हुन्छ, सहअस्तित्व छ, तर हामी डिक्टेट गर्दैनौँ। किन भन्दा ऊ पनि एउटा संविधान अन्तर्गत बनेका नियम कानुनहरूबाट चलिरहेको अवस्था हुन्छ। तर सहकार्य गर्नुपर्छ। यो संवैधानिक व्यवस्था हो। त्यसो भए हुनाले यो जुन कामहरू भए यी कामहरू चाहिँ अरूले पनि निरन्तरता पाउनुपर्छ। र यस बेला मैले भन्न खोजेको के हो भनेर भन्दाखेरि कम से कम नगरपालिका सम्पूर्ण बडी त यहाँ हुनु पर्यो नि। एक साइडमा सबैको उपस्थिति हुनु पर्यो नि। पहिलो कर्तव्य त यो नगरपालिकाको हो नि यो कुरा गर्नलाई। त्यसकारणले जो साथीहरू अनुपस्थित हुनुभयो त्यो राम्रो होइन भन्न चाहन्छु म। यस किसिमले एक आवाजका साथ हामी अगाडि जान सकेनौं र हामी एकाकार भएनौं भने यस्ता जटिल विषयहरूले सफलता हासिल गर्दैन। मैले भनिसके धेरैचोटि यो जटिल विषय हो। यसलाई हामी सजिलै छुमन्तर तरिकाले एकैचोटि हामी गर्न सक्दैनौं। तर च्यालेन्ज हामीले गर्नुपर्छ, चुनौती हामीले दिनुपर्छ कि यस किसिमका कुप्रथाहरू हामी समाजबाट निर्मूल पार्छौं। बाल विवाह गरेको खण्डमा त सिधै जेल जाने व्यवस्था छ त। जेल हाल्न सकिने अवस्था छ। यस्तै किसिमले हामीले कानुनी उपचार खोज्यौं भने यो छाउपडी जो भनिन्छ यसका विरुद्ध पनि आवाज संयुक्त आवाज दिने हो भने यसका विरुद्ध पनि जान सकिन्छ। अर्को कुरा मानिसलाई विभेद गरेर छुवाछुतको आधारमा जो विभाजन रेखा